हेलो गाइज नमस्ते। आज चाहिँ शनिबारको दिन होइन। आज चाहिँ म चर्च जाँदैछु। अनि हेर्न सक्नुहुन्छ हामी अब यसो खाने ठाउँमा मात्रै राम्ररी भएर होइन कि हामी परमेश्वरलाई भेट्न जाँदा पनि राम्ररी भएर जानुपर्छ ल। यस्तो झुत्री जाम्री भएर जाने होइन कि हल्का यसो देख्ने लायकको त हुनु पर्यो। अनि परमेश्वरले भन्नुहुन्छ मेरो छोराछोरीलाई मैले के चाहिँ पुरा गरिनँ र यस्तो नराम्री भएर आएको भनेर भन्नुहुन्छ कि। अनि हामीसँग नयाँ कपडा हुनुपर्छ भन्ने छैन। हामीसँग पुरानै कपडा एकदमै धोएर सुकिलो भएर हामी त्यही कपडा लगाएर पनि हामी परमेश्वरलाई महिमा दिन सक्छौँ। हेर्नु होला मैले चाहिँ हल्का यसो क्रिम लगाएको के हल्का यसो काली छु नि त अनि हल्का गोरी हुँ भनेर धेरै मेकअप त गर्न मलाई मन पर्दैन तर पनि हल्का है थोरै। अनि यसमा चाहिँ मैले अब केही पनि लगाउँदिनँ मलाई। अनि मेरो यहाँ परेला छैन नि त। अनि परेला नभएको कारणले गर्दाखेरि म चाहिँ यहाँ थोरै परेला बनाउन जाँदैछु। धेरै ओभर त गर्दिनँ कि एकदम नेचुरल। यतिको भयो भने चाहिँ हल्का यसो पर्ला छ जस्तो देख्छ। मैले सिम्पल हल्का लगाएको छु। अब मेरो चाहिँ यसको भइसकेको छ। अब चाहिँ ठिक्क देखिन्छ है। धेरै लगाउन भनेको ढिला भएको बेलामा यस्तो जस्तै। अनि गर्मी छ नि त पसिना बग्छ नि त त्यही भएको भएर हल्का पाउडर टचअप गर्नु पर्यो।